दल हो, छुट्टा-छुट्टै पार्टी हो, तर पनि हामीले अहिले स्थानीय तहको निर्वाचनमा कमसेकम यो स्थानीय तहको निर्वाचन भनेको संविधानलाई कार्यान्वयन गराउने एउटा बुलबुलो पनि हो सोचेन। सबै दल त एकै ठाउँ बसेर जान सकिएन, कोसिस र प्रयत्नहरू भए, तर पनि हामीले दुईवटा दलको बिचमा एउटा एलायन्स गरेर स्थानीय तहको निर्वाचन मात्रै होइन कि संविधानलाई पनि कार्यान्वयन गराउने यो पहिलो निर्वाचन पनि भएकोले हामीले यसलाई सौहार्दतापूर्ण ढङ्गले अगाडि लिएर जानुपर्छ भन्ने उद्देश्यले यो एउटा पार्टी बिचको एलायन्समा आएको छ। म पत्रकार साथीहरूको बिचमा यो पनि कुरा राख्न चाहन्छु कि हामी सबैले स्थानीय तहको निर्वाचनलाई एउटा पर्वको रूपमा लिएका छौँ। चाहिँ महानगरपालिकामा पनि कांग्रेस र माओवादी केन्द्र बीच भएको छ र भरतपुर नगरपालिकामा पनि महानगरपालिकामा पनि कांग्रेसले मेयर नेकपा माओवादी केन्द्रलाई छोडेको छ, उपमेयर लिएर भरतपुर पनि भएको छ, पोखरामा पनि भएको छ। त्यसकारणले पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र त्यसैगरी काठमाडौँ महानगरपालिकामा र अहिले हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिका गरेर अहिले मेरो सूचनामा जानकारी प्राप्त भएसम्म यी नगरपालिकाहरूमा अहिले ठुला नगरपालिकाहरूमा कांग्रेस र नेकपा माओवादी केन्द्रको बीच एकता भएर अहिले स्थानीय तहलाई एउटा उत्सवको रूपमा 19 वर्षपछिको जनताको निर्वाचनलाई लिएर जानलाई हामी अहिले कार्यगत एकता गरेका हौं। यो प्राकृतिक छ भन्ने कुरा तपाईहरुलाई म दोहोर्याउन चाहन्छु। अरु खासै हाम्रो त्यस्तो कुरा रहेन। धन्यवाद। अलि अगाडिबाट त्यो लीलामणि पोखरेल यहाँ आइसकेपछि धेरै पार्टीहरुसँग हाम्रो छलफल जारी थियो। केन्द्र सरकारले तपाईहरुलाई जानकारी गराउन चाहन्छु र हामीले पनि मकवानपुर जिल्लाका सन्दर्भमा पार्टी नेतृत्वसँग हाम्रो कुरा चलाइरहेका थियौँ र धेरै ठाउँबाट कोसँग कसरी एलायन्स गर्ने, कुन ठाउँमा हामीलाई सहज र सरल हुन्छ, जोसँग मिल्दा सरल हुन्छ भन्ने कुराहरू हामीले बहस गर्दै गर्दा र पार्टीको केन्द्रीय समितिबाट हामीलाई के निर्देशन भयो भने स्थानीय तहमा कसरी मिलेर जान सकिन्छ त्यो वातावरण आफै सिर्जना गर्ने भन्ने हाम्रो उपमहानगरपालिकादेखि तल्लो निकायसम्म पार्टीले हामीलाई जिम्मेवारी दियो र त्यो दिएको पनि धेरै भएको छैन। तपाईँले भने जस्तै पहिले हामीले गरेको होइन, त्यो धेरै भएको छैन। जस्तो अहिले महानगरपालिकाको कुरामा केन्द्रले आफै हस्तक्षेप गरेर आफै केन्द्रीय नेताहरू नै बसेर सम्झौता गरे भने यहाँको हकमा हामीलाई दिएको पनि लगभग 1 हप्ताभन्दा बढी भएको छैन आधिकारिक जिम्मेवारी दिएको। त्यसकारण हामीले पहिले धेरै अगाडि सार्वजनिक भएको पनि होइन यो र हामीले छलफल गर्दा गर्दै विभिन्न राजनीतिक पार्टीहरूसँग छलफलकै क्रममा थियौँ र अन्त्यमा हाम्रो माओवादीसँग हाम्रो विचार मिल्यो, हाम्रो एलायन्स भयो, त्यो मात्रै हो। ठिकै जज हो।